पाकिस्तानको ब्रोड पिकमा भीषण हिमपहिरो, निर्मल पूर्जा सहित 6 जनाको खोजी जारी। सैनिक सेवादेखि कीर्तिमानी पर्वतारोहणसम्मको यात्रा। को हुन् ब्रिटिस नेपाली आरोही निम्स दाई? विश्व पर्वतारोहण क्षेत्रका चर्चित र कीर्तिमानी ब्रिटिस नेपाली आरोही निर्मल पूर्जा निम्स दाई पाकिस्तानको 8047 मिटर अग्लो ब्रोड पिक हिमालयमा आएको भीषण हिमपहिरोपछि बेपत्ता भएका 10 आरोही मध्ये एक हुन्। हाल उनको खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। म्याग्दी जिल्लाको एक गोर्खा सैनिक परिवारमा जन्मिएका 43 वर्षीय पूर्जाले आफ्ना पिता र दाजुहरूको पश्चात पछ्याउँदै सन् 2003 मा 18 वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका थिए। त्यसपछि सन् 2009 मा उनी युके स्पेशल फोर्सेसमा छनौट भए। 16 वर्षको सैनिक सेवाका क्रममा सन् 2012 मा एभरेस्ट बेस क्याम्प पुगेपछि उनमा पर्वतारोहण प्रति गहिरो अभिरुचि जाग्यो। त्यसपछि 6119 मिटरको लोबुचे इस्ट हिमाल सफलतापूर्वक चढेर उनले आफ्नो आरोहण यात्राको औपचारिक सुरुवात गरेका थिए। सन् 2018 मा महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान पाएका पूर्जाले सन् 2019 मा प्रोजेक्ट पसिबल मार्फत 8000 भन्दा अग्ला विश्वका सबै 14 वटा हिमालहरू केवल 6 महिना 6 दिन 189 दिनमा चढेर अभूतपूर्व विश्व कीर्तिमान कायम गरे। यसअघि यो कीर्तिमान झन्डै 8 वर्षको थियो। उनको यो साहसिक यात्रामा आधारित 14 पिक्स नथिङ इज इम्पोसिबल नामक डकुमेन्ट्री नेटफ्लिक्समा निकै लोकप्रिय बन्यो। सगरमाथाको चुचुरो नजिकै आरोहीहरूको लामो लाइन, ट्राफिक जामको उनले खिचेको फोटो विश्वभर भाइरल बनेको थियो, जसबारे हिमालयमा हुने अत्याधिक भिडभाडबारे अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। पूर्जा अक्सिजनको प्रयोग नगरी दोस्रो पटक विश्वका 14 वटै 8000 मिटर अग्ला हिमाल चढ्ने पहिलो व्यक्ति बन्ने लक्ष्यका साथ पाकिस्तान पुगेका थिए। उनले गत जुलाई 21 मा ग्रासब्रुम 2 G2 को सफल आरोहण गरी 8000 मिटर भन्दा अग्ला हिमालको 57 पटक चुचुरो चुमिसकेका थिए। त्यसपछि अकस्मात योजना बनाएर उनी ब्रोड पिक आरोहणका लागि अघि बढेका थिए। सामाजिक सञ्जाल एक्समा आफ्नो अन्तिम पोस्टमा उनले लेखेका थिए, बोर्ड पिक म सुरक्षित उकालो र ओह्रालोको मात्र कामना गर्दछु। आफ्नो व्यावसायिक आरोहण एजेन्सी र कपडा ब्रान्ड सञ्चालन गर्दै आएका पूर्जाले नेपाली शेर्पा गाइडहरूको हकित र पहिचानका लागि पनि निरन्तर आवाज उठाउँदै आएका छन्। हाल सम्पूर्ण पर्वतारोहण क्षेत्र र उनका समर्थकहरू उनको सुरक्षित उद्धारको प्रार्थना गरिरहेका छन्।